नेमिङ सेमिङ ब्लेमिङ गेमिङ गर्न हामीलाई पनि आउँछ। यो धरतीमा सबभन्दा काम नलाग्ने मान्छे हामी नै रहेछौँ जस्तो लाग्यो। दुधले नुहाएका मान्छेका छेउमा बसियो कि जस्तो लाग्यो। प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मिठो कुरा गरेर चाहिँ यहाँ सुन्न पाइयो। घिसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। हामीले लागेको वर्दी हेरेर तलगाले पाइन्छन् एक्लै खाएका होला भन्ने लागेको भए यो हामीले किने हो। होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनला दिए भने जीवनला दियो भने त स्ट्यान्ड होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि। 3 करोड खाएको भन्ने कुरा पनि आयो, 3 करोड हराएको भन्ने आयो। 3 करोड हराएको न त 3 करोड हराएको छ न हाम्रो घर परिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सबै कुराको अबगाल खाइराख्नै पर्ने होला त। जे भने पनि हुन्छ कि हाम्रा ब्याङ्क डिटेलहरू निकालेर यत्र तत्र सर्वत्र वितरण गरिएका छन्। कसैलाई मैले एक कल फोन गरे पनि छैन र मेरो ब्याङ्क डिटेल फेरि हेर्न पनि म अनुरोध गर्छु। मेरा परिवारको त्यो म सजिलो भने जस्तै त्यो पनि हेर्न अनुरोध गर्छु। कल रेकर्ड पनि हेर्न अनुरोध गर्छु। अब त्यसैले मैले भने काम गर्नुभन्दा सहिलो क्रान्ति गर्न हुन्छ क्या घचाघुचु गर्नु त त्यस्तो सुविधा प्राप्त होस्। त्यहाँ चाहिँ अब सजिलो चाहिँ गाली गलौजै गर्नु रहेछ मञ्चमा बसेर, त्यो सिक्न पाए हुन्थ्यो। हामी पनि पुलिस मात्रै त होइन, ब्युरोक्र्याट मात्रै पनि होइन, नागरिक पनि हो। पुलिसको रूपमा त खासै यो छुचो पेसा हो। यसमा सम्मानको अपेक्षा गर्नु नै भुल हुन्छ। 593वटा सवारी साधन जलेको काठमाडौँमा, यी मुलुकमा चुनाव हुने अगाडि 1 महिना अगाडि झन्डै 20 दिन अगाडि बल्ल दाताले दिएका सवारी साधन पाएर चुनाव गराएको हो। त्यो 6 महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस्, यहाँ गस्ती पटोल कसरी गरेका छन्, सुरक्षा प्रत्याभूति कसरी गरेका छस् भने त कसैले प्रश्न सोधेन। भगवानले आएर चलाएको थिएनन् नि, हामीले चलाएको। मागेर मृत्यु भएका शहादत प्राप्त गरेका अमर प्रहरीहरूको परिवारलाई भर्ते हुन्थ्यो कि भनेर राखेको प्रश्नमा 30 लाख खायो लेखिदियो। अब 30 लाखको पनि एकचोटि बोलाइदिनु न। फेरि यो लेखा संहिता 30 लाख खाइसले अनु बोलाएर फेरि जवाफ दिनु पर्ला। 970 प्रहरी युनिट छन्, अस्थायी प्रहरी युनिटको माग छ। अलरेडी 1300 प्रहरी चौकीहरूको घर छैन, सवारी साधन छैन। प्रश्न सोध्ने मान्यज्यूलाई मेरो प्रश्न छ कि जग्गै नभएका प्रहरी चौकीलाई जग्गा दिने कुरा गरिदिउँ एक दिन। सवारी साधन नभएका प्रहरी चौकीलाई सवारी साधन 593वटा सवारी साधन जल्दाखेरि नेपाल पुलिसले प्राप्त गरेको त 250 सवारी साधन, बाँकी त छैन त। अनि मसँगै छैन